नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरस्वती लामा। न्यूज सुरु गरौँ माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको सम्बन्धी प्रसङ्गबाट। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ। आइतबार बिहान 11 बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्ने तय भएको बैठक स्थगित भएको हो। केन्द्रीय कार्यालय पेरिस डाँडाका सचिव श्रीराम ढकालले केही नेताहरू काठमाडौँ उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार बैठकको अर्को मिति तोकिएको छैन। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन आइतबारको स्थायी कमिटीको बैठकबाट फिर्ताको निर्णय लिने चर्चा थियो। बाँकेको नरैनापुर गाउँपालिका 4 खोदवा गाउँमा आगलागी हुँदा 115 घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। सो क्रममा 3 जना घाइते भएका छन्। उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ। स्थायी फकीर खाको घरबाट सुरु भएको आगो बिस्तारै फैलिएको हो। आगलागी नियन्त्रणका लागि नरैनापुर र नेपालगञ्जका गरी 2वटा दमकल प्रयोग गरिएको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जङ शाहीले सानो हेलचेक्राइले ठूलो क्षति भएको बताउनु भएको छ। उहाँको अनुसार गाउँपालिकाले यस वर्ष विपद व्यवस्थापनको लागि 1 करोड 40 लाख रुपैयाँ छुट्याइएको छ। नरैनापुर गाउँपालिका लामो समयदेखि आगलागीको चपेटामा पर्ने गरेकाले यसको निराकरणको लागि छलफल गरिने प्रमुख जिल्लाधिकारी रामबहादुर कुरुङबाले जानकारी दिनुभएको छ। नयाँ सत्ता समीकरणको गृह कार्य सुरु भएको छ। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएसँगै सरकार गठनको गृह कार्य सुरु भएको हो। कांग्रेसले सरकार बनाउने बारे निर्णय गरेको भोलिपल्टैदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र जसपाका नेताहरूसँग छलफल सुरु गर्नु भएको छ। उहाँले हिजो पनि कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूसँग टेलिफोनमा कुराकानी गर्नु भएको थियो। यस्तै माओवादी केन्द्रले आज नयाँ सत्ता समीकरणबारे जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ। कांग्रेसको निर्णय सकारात्मक रहेको र जसपासँग आज छलफल गर्ने तयारी भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभएको छ। माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने काम सँगसँगै गर्दा नयाँ सरकार गठनको काम चाँडो र परिपक्व हुने बताउँदै आइरहेको छ। त्यस्तै माओवादी केन्द्रले पछिल्लो राजनीतिक अवस्थालाई लिएर आज स्थायी कमिटीको बैठक बोलाएको थियो। एमाले र माओवादीको एकता भङ्ग भएपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले देउवालाई कांग्रेस नेतृत्वको सरकारको पहल थाल्न पटक पटक भन्दै आउनु भएको छ। तर कांग्रेस सभापति देउवाले सरकारमा जाने वातावरण बनि नसकेको र अहिले नै हतार गर्न नहुने बताउँदै आइराख्नु भएको थियो। वीरगञ्ज उद्योग वाणिज्य संघको प्रथम कार्य समितिको बैठकले संघको रोजगारदाता परिषदको संयोजकत्वमा माधव राजपाललाई मनोनयन गरेको छ। शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउतले राजपाललाई प्रमाणपत्र प्रदान गर्दै प्रदेश सरकारले औद्योगिक एवं व्यावसायिक क्षेत्रको विकासका लागि नयाँ कार्ययोजना सहित अघि बढिरहेको बताउनुभयो। उहाँले उद्योग र कृषिलाई प्रदेश सरकारले आफ्नो मुख्य प्राथमिकताका क्षेत्रमा राखेको बताउँदै कतिपय नीतिगत अस्पष्टताका साथै ऐन कानूनका जटिलताले गर्दा प्रदेश सरकारले बनाएका योजनाहरू तत्कालै कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो। संघको विधान अनुसार रोजगारदाता परिषदको संयोजक कार्य समितिमा तृतीय उपाध्यक्ष मनोनयन गर्ने प्रावधान रहेको छ। माधव राजपाललाई संघका अध्यक्ष गुप्ताले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। कार्यक्रममा अध्यक्ष गुप्ताले वीरगञ्ज उद्योग वाणिज्य संघले विगतका वर्षहरूमा देखि नै उठाउँदै आइरहेको उद्योग व्यापार र पारवहन लगायतका क्षेत्रहरूको सन्तुलित विकासलाई अझ प्रमुखताका साथ उठाउने बताउनुभयो। उहाँले अन्यलपूर्ण परिस्थितिमा निजी क्षेत्रको भूमिका र अपेक्षालाई नेपाल सरकारसँग सहकार्य गरेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका बाटो पहिल्याउने प्रभावकारी रूपले अघि बढ्ने विचार व्यक्त गर्नुभयो। कार्यक्रममा प्रथम उपाध्यक्ष अनिल
पटवारी, द्वितीय उपाध्यक्ष हरि गौतम, कोषाध्यक्ष गोविन्द शाह, वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, नवनिर्वाचित पदाधिकारी लगायतका संघका कार्य समिति सदस्यहरूको उपस्थिति रहेको थियो। देशैभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत रूपमा सञ्चालन हुने भएको छ। वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले प्रदूषण घटेर वातावरणमा सुधार आएपछि सबै शैक्षिक संस्थाका कक्षा पुरानै अवस्थामा सञ्चालन हुने बताउनु भएको छ। उहाँले बिहीबारदेखि शनिबारसम्म प्रदूषण घट्दो क्रममा रहेकाले अब सबै शैक्षिक संस्था निर्बाध रूपमा सञ्चालन हुने जानकारी दिनुभएको छ। यसअघि सरकारले वायु प्रदूषण बढेको र यसको सबैभन्दा धेरै असर विद्यार्थीहरूमा पर्ने भन्दै चैत 17 गतेदेखि 20 गतेसम्म 4 दिन सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो। यसबाट विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म अध्ययन गर्ने विद्यार्थीका नियमित कक्षा रोकिएका थिए। सरकारको निर्णयपछि विश्वविद्यालयहरूले पनि आफ्नो परीक्षा बाहेकका नियमित कक्षा रोक्ने निर्णय गरेका थिए। 4 दिन पठन पाठन बन्द भए पनि पूर्व निर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गरिएको थियो। मंगलबारदेखि प्रदूषण बिस्तारै कम हुनका साथै बुधबार देशैभर हल्का पानी समेत परेको थियो। त्यसपछि मौसममा सुधार आएको जनाइएको छ। यसका साथै डढेलो पनि कम हुँदै आइरहेको जनाइएको छ। कोरोना भाइरसका बिरामी निको भएका छन्। आइतबार बिहानसम्ममा 10,57,17,406 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वमा 13,13,30,042 जना कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 28,58,231 जनाको मृत्यु भइसकेको छ। हाल विश्वमा 2,27,54,000 भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 3,13,81,000 भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 2,38,94,000 भन्दा बढी निको भएका छन् भने 5,68,496 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1,24,84,000 भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1,16,27,000 भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,64,655 जना पुगेको छ। नेपालमा हालसम्ममा 2,77,768 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2,73,123 जना निको भएका छन्। यहाँ कोरोनाबाट 3,032 जनाले ज्यान गुमाइसकेका छन्। नेपाल भारत खुल्ला सीमाका कारण नेपालको सुदूरपश्चिममा नयाँ भेरिएन्टको कोरोना संक्रमण बढ्न थालेको छ। सुदूरपश्चिमका 3 नाकामा नयाँ भेरिएन्टको कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्किएका कञ्चनपुर, डडेलधुरा र डोटीका 3 जनामा कोरोना संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरूको स्वाब परीक्षण गर्दा नयाँ भेरिएन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिनुभएको छ। उनीहरूमा फेला परेको कोरोना भाइरस कुन भेरिएन्टको हो भनी परीक्षण गर्न काठमाडौँ लगिएको थियो। 3 जना अहिले संक्रमित होम आइसोलेसनमा छन्। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा पछिल्लो 24 घण्टामा करिब 93,000 जना कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय मिडियाहरूका अनुसार पछिल्लो पटक 92,994 जना नयाँ संक्रमित फेला परेका हुन्। भारतमा 6.5 महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो। यसअघि 19 सेप्टेम्बरमा 92,574 जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगातार 2 दिन पश्चात 100 भन्दा बढी पुगेको छ। यसअघि गत शुक्रबार 713 जनाको ज्यान गएको थियो। भारतमा हालसम्ममा 1,24,00,000 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र, पन्जाब, दिल्ली, मध्य प्रदेश, गुजरात र राजस्थान राज्य प्रभावित भएका छन्।
अब खेल प्रसङ्ग। आहारा गोल्ड कप फुटबलमा आज मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन खेल्दैछन्। पोखरा रङ्गशालामा दिउँसो 2:30 बजे हुने दोस्रो क्वार्टर फाइनलमा मछिन्द्र र अफ्रिकन रुट एसोसिएसन खेल्न लागेका हुन्। मछिन्द्र सहित स्मारक ए डिभिजन लिगको विजेता टिमको प्रतियोगितामा हिजो भएको उद्घाटन खेलमा आयोजक आहारा गोल्ड कपलाई हराउँदै एफएफ सेमी फाइनलमा पुगिसकेको छ। प्रतियोगितामा 8 टिमको सहभागिता रहेको छ। हवस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्ते।